सबैजनालाई जय मसी स्वागत छ। अनि हामी चाहिँ सेवाको लागि काठमाडौँ जाँदैछौँ अनि यात्रामा छौँ र हामी यहाँ बिचमा चाहिँ एकजना मानिसलाई कोर्दैछौँ अनि यसो मौसमको यसो हैन हरियालीहरू हेर्दैछौँ। मानिसलाई एकजना व्यक्तिलाई हामी कोर्दैछौँ बाटोमा बसेर। अनि हामी चाहिँ विशेष गरिकन काठमाडौँमा सेवाको लागि यात्रा गर्दैछौँ अनि डमौली आइपुग्यो। डमौली आएर अब यहाँबाट हामी बिस्तारै जाँदैछौँ। हालेलुया। अनि अझ एकछिन रोकेको छ अनि विभिन्न हामी डमौली हुँदै डुम्रे हुँदै विशेष गरिकन त्यहाँ गएका छौँ र विशेष गरिकन अनि हामी चाहिँ यात्रा गर्दाखेरि यसो हामीले भिडियो बनाएका छौँ र हामी माइक्रोमा जाँदैछौँ। हालेलुया। अनि यहाँ चाहिँ मानिसहरू बोलाउँदैछ हाल्दैछ खाली भएर अनि हामी जाँदैछौँ। हालेलुया। अनि यो चाहिँ हामी दमौलीमा रोकेर चाहिँ त्यहाँ पुरा मान्छेहरू हाल्दैछ। अब चाहिँ हामी पुरा यहाँ डुम्रे आइपुग्यौँ। यहाँ डुम्रेमा पनि रोक्दैछ एकछिन अनि अब यहाँबाट एकछिन मान्छे हालेर चाहिँ जान्छ होला सायद है। अनि फाइनली हामी काठमाडौँ आइपुग्यौँ। काठमाडौँ आइपुगेर यहाँ टिमहरूसँग खानाहरू बनाउँदैछौँ हैन। सबैजना मिलेर खानाहरू बनाउँदैछौँ। अनि यहाँ चाहिँ पुरा हामी 3 जना भएर अनि शनिबारको लागि वैशाख 20 गतेको लागि हामी खानासाना बनाएर टिमहरू रेडी हुँदैछौँ। खाएर कार्यक्रमको लागि तयारी हुनको लागि खानासानाहरू रेडी गर्दैछौँ। रोस्ट ल्याएर हैन रोस्ट बनाएर खानाको लागि हामी 3 जनाले तयार गर्दैछौँ। अनि काठमाडौँमा हाम्रो चर्च छ त्यो चर्चमा जानको लागि हामी भाइहरूसँग मिलेर चाहिँ हामी पुरा पार्टी खानको लागि तयारी गर्दैछौँ। सबै बनाउँदैछौँ अनि यहाँ पुरा तयारी हुँदैछ। अनि अझै हामी सबैजना मिलेर पकाइ तुलाइमा व्यस्त हुँदैछौँ। हालेलुया। अनि हामी चाहिँ सेवाको लागि काठमाडौँ गएका थियौँ भीमा तनहु पोखराबाट। यहाँ चाहिँ रोस्ट बनाउनको लागि तयारी गर्दैछौँ पेस्टहरू बनाएर। अनि त्यसपछि हामी तयारी गर्दैछौँ खानापिनाको लागि हैन। कोठामा रहेर सबैजना मिलेर तयारी गर्दैछौँ। अनि यो चाहिँ हामी स्पिकरको लागि